to my vlog from Denmark. हिउँ परेर एकदम गाह्रो भइरहेछ डेनमार्कमा, त्यही भएर यसरी यहाँ हिउँ सोर्दिनु हुन्छ. Working hard. Thank I you. hope you have a really wonderful Thank you weekend. so much. Namaste. आज म तपाईहरुलाई डेनमार्कको केही ठाउँहरू घुमाउन लग्दैछु. यहाँ एकदम जाडो छ, हिउँ परेर हिँड्न पनि एकदम गाह्रो भइरहेको छ. ट्रेन आउन आँटेको छ. अब म कोपेनहेगन सेन्ट्रल तपाईहरुलाई घुमाउन लग्दैछु. ट्रेन आइसकेको छ. Næste station, Københavns Hovedbanegård. म कोपेनहेगन सेन्ट्रल स्टेसन आइसकेको छु. Toget til Fredericia kl. 13.50 kører fra spor 8 om ca. 7 minutter. The 1:50 train to Fredericia will depart from platform 8 in approximately 7 minutes. Resident Berlin. टिभोली गार्डन हो. वर्ल्डको वान अफ द ओल्डेस्ट एम्युजमेन्ट पार्क पनि यो पनि एउटा पर्छ. यहाँ चाहिँ एकदम धेरैजना बच्चादेखि लिएर सबै यसको घुम्न आउनुहुन्छ.
सेन्ट्रल स्टेसनबाट अब म नुहानतिर जाँदैछु। यो चाहिँ डेनमार्कको एकदम फेमस बेकरी र ओल्डेस्ट बेकरी पनि हो बुका। यहाँ चाहिँ एकदम मिठो बेकरी आइटम्सहरू पाइन्छ। एकदम धेरै भिड पनि हुन्छ, कहिले त एकदम लामो लाइन पनि लाग्नुपर्छ। र यतापट्टि देख्न सक्नुहुन्छ म्युजियम अफ इल्युजन। र तपाईँहरूले एकदम राम्रो राम्रो सप्सहरू देख्न सक्नुहुन्छ। यतातिर कलरफुल सप्सहरू पनि छ, क्लोदिङ सप्सहरू, ब्यागको सप्सहरू, अनि चाइनिज रेस्टुरेन्टहरू पनि एकदम धेरै चाइनिज रेस्टुरेन्टहरू पनि देख्न सक्नुहुन्छ। एकदम धेरै चाइनिज रेस्टुरेन्टहरू छ, एकदम फेमस छ यहाँको चाइनिज रेस्टुरेन्टहरू पनि। यो चाहिँ न्युयोर्कर हो। प्रायः हामी एसियनहरू आउने र एकदम एसियनहरूको लागि चाहिँ एकदम फेमस क्लोदिङ स्टोर भनौँ अथवा सबै कुराहरू पाइन्छ यहाँ। जुत्तादेखि लिएर ब्यागदेखि लिएर सबै कुराहरू पाइन्छ। र तपाईँहरूलाई डेनमार्कको केही चिनो लग्न मन छ भने यो पसल पनि आउन सक्नुहुन्छ। यहाँ एकदम धेरै ब्रान्चेसहरू छ, यो पसलको एकदम धेरै ब्रान्च पाउन सक्नुहुन्छ। र यहाँको आइसक्रिम एकदम फेमस छ। यहाँको टोट ब्यागहरू पनि एकदम फेमस छ, धेरैजनाले किनेर लग्नुहुन्छ। यो एकदम ठुलो कस्मेटिक स्टोर हो माटास। यो चाहिँ ब्रान्डेड सप्स भएको एरियाहरू हो। यसमा चाहिँ यहाँ चाहिँ एकदम धेरै ब्रान्डेड सप्सहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। डेनमार्कको ठुलो सपिङ मल। यता पनि धेरै रेस्टुरेन्टहरू छ, रेस्टुरेन्टहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। नुहान आइसकेको छौँ। खासमा चाहिँ नुहान डेनिस वर्ड हो, इङ्ग्लिसमा चाहिँ यसलाई न्यू हेभन भनेर भनिन्छ। र यहाँ चाहिँ एकदम तपाईँहरूले कलरफुल बिल्डिङहरू देख्न सक्नुहुन्छ। यो चाहिँ टुरिस्ट एरिया पनि हो। डेनमार्क भनेर सर्च गर्दाखेरि पिक्चर देख्न सक्नुहुन्छ, यहाँको धेरै पिक्चरहरू छ। यो चाहिँ नुहानको क्यानल हो। यहाँ चाहिँ धेरैजना आएर बोटिङहरू गर्नुहुन्छ। तर अहिले चाहिँ हिउँ परेर सबै पानी चाहिँ जमिसकेको छ। यो चाहिँ टुरिस्ट एरिया भएको कारणले गर्दाखेरि पनि धेरै टुरिस्टहरू देख्न सक्नुहुन्छ यहाँ। र फ्राइडे स्याटरडे सन्डे चाहिँ एकदम भिड हुन्छ यो एरिया। कति धेरै बोटहरू देख्न सक्नुहुन्छ यहाँ। अहिले चाहिँ हिउँ परेको भएर बोटिङ गर्न मिलेको छैन, नभए टिकट काटेर बोटिङ पनि गर्न सकिन्छ, घुम्न सकिन्छ यहाँ।
थ्याङ्क यू फर वाचिङ माई ब्लग मेरो फर्स्ट ब्लग हो त्यही भएर मलाई फिडब्याक दिनु होला थ्याङ्क यू बाई